भाग 2 यो 2 झोलामा पेइ राखेको हो 2 पेल्नलाई त्यहाँ राख्यो हैन मिक्सरमा यो अर्को गान हुने रहेछ थालको त्यो दुई पल्ट पिस्नु पर्यो नि त एकै तालमा भएन अब यहाँ सँगै लाउनु पर्यो नामसालिङको ग्राइन्डर भए चाहिँ एकै तालमा हुन्थ्यो है अब त्यो के हाल्यो यो एकपट्टि लसुन सँगै पिसिदिनु पर्यो प्याज अनि यो एउटा दानो डल्ले खोर्सानी अनि यो एक दाना प्याज अलिक साह्रो बोल्नु पर्ने भयो एक दाना प्याज जिरा धनियाँको धुलो 1 चम्चा जिरा धनियाँको धुलो 1 चम्चाले पुग्छ त पुगिहाल्छ नि अर्थक पनि छ मसला धेर पर्छ किन स्वाद अनुसार नुन स्वाद अनुसारको नुन यसो कलर लाउनलाई बेसार पनि छुट्छ बेसार अब पुग्यो अलिकति पानी तुरुक नलाए मिसिन चल्दैन कि आफै चल्छ हौ त्यो ओभानो त पिस्ने चिजले किन चल्दैन ओभानो कि ठप्पै ओभानु पर्यो अब पिस्न सुरु भयो भयो त अलिक मसिनो भएको छैन पिसिनै रहन्छ के को मसिनो नखर्छ ल अब खनियाका बेला लाउँदा हुन्छ अब चाहिँ भयो त भएको छैन कि खनियाको बेला जस्ता हात तस्तै एउटा जात पिसेकै छैन अड्किँदैछ जस्तो छ त खनाउनु त पर्यो खनाउने बेलै भएको छैन छिपेका मकै भयो नि त अलिक छिपिएका थिए हो
अब यो पकाउने तयारी भयो नि त तयारी अब त्यसलाई अब अर्को घान पेलिकन अनि पकाउने हो नि त ल ल अब यो पिठो भनौँ कि यसलाई लेदो भनौँ कि के भन्छन् यो पिठो मस्काएकोलाई अब तयारी भयो अब पर्खिनु पर्ने भयो एकछिन अर्को घान पनि पेल्नु पर्ने यो पेल्नु नि त्यो भएर अहिले स्टप